चित्रगुप्त हिन्दू देवताको रूपमा पूज्य रहेका छन्। यमपञ्चकको अन्तिम दिन अर्थात् भाइटिकामा भगवान चित्रगुप्तको विशेष पूजा आराधना गर्छन्। सृष्टिकर्ता ब्रह्माले सृष्टिको रचना गरेपछि सम्पूर्ण सृष्टिका प्राणीहरूको कर्मको लेखाजोखा राख्ने कामका लागि आफ्नो कायाबाट भगवान चित्रगुप्तको उत्पत्ति गरेको धार्मिक विश्वास रहिआएको छ। चित्रगुप्तले राखेको पाप धर्मको खाता बहीकै आधारमा कुनै पनि प्राणीको मृत्युपछि यमराजले स्वर्ग वा नर्क कता पठाउने भन्ने निर्णय गर्ने विश्वास रहिआएको छ। यही विश्वासका कारण उहाँलाई विशेष पूजा गर्ने गरिन्छ। जनकपुर धामको देवी चोकमा चित्रगुप्तको मूर्ति राखेर प्रत्येक वर्ष पूजा गर्दै आएको छ। क्यास्ट जाति रहेका हरेक गाउँमा भगवानको पूजा गरिन्छ। भाइटिकाको दिन ठाउँ ठाउँमा चित्रगुप्तको मूर्ति बनाएर पूजा गर्ने र पूजा समापन भएपछि मूर्ति विसर्जन पनि गर्ने गरिएको नेपाल पत्रकार महासंघ मध्य प्रदेशका अध्यक्ष राजेश कुमार कर्णले बताए। देशका केही स्थानहरूमा भगवान चित्रगुप्तको मन्दिर पनि बनाइएको छ। भाइटिकाका दिन क्यास्ट समुदायले कलम र मसीको भाँडो विशेष रूपले पूजा आराधना गर्छन्। पूजाका दिन उनीहरूले लेखापढीको काम गर्दैनन्। ब्रह्माजीको कायाबाट चित्रगुप्तको उत्पत्ति भएको र कालान्तरमा चित्रगुप्तका सन्ततिहरूलाई क्यास्ट भनिएको विश्वास छ। श्रीवास्तव, कर्ण, वर्मा, मल्लिक, निधि, लाल, दास, लाभ, अम्बस्ट, बच्चन, निगम लगायत थरकाले चित्रगुप्तलाई आफ्नो पूर्वजको रूपमा भक्तिभावपूर्ण स्मरण गर्छन्। चित्रगुप्त प्रकृतिदेखि परको ज्ञान र विज्ञानबाट युक्त रहेका छन् र अग्नि आहुतिमा योग्य रहेका छन्। चित्रगुप्त परम पिता ब्रह्माजीको अंश कायाबाट उत्पन्न भएको पुराणमा उल्लेख छ। चित्रगुप्तको एक हातमा कलम, दवात एवं अर्को हातमा किताब रहेको छ। यम संहितामा चित्रगुप्तको बारेमा 9औं खण्डमा चर्चा गरिएको छ। 10 दिक्पाल मध्येका एक यमराज उर्फ धर्मराजले ब्रह्माको सामु आफूलाई मानिसहरूको पाप र पुण्यको हिसाब किताब राख्न कठिन भएको गुनासो गरेका थिए। तत्पश्चात ब्रह्मा तपमा लीन भएको बेला उनको शरीरबाट चित्रगुप्तको जन्म भएको थियो। ब्रह्माको कायाबाट जन्म भएकाले यिनलाई क्यास्ट पनि भनिएको विश्वास गरिन्छ। पद्म पुराणमा चित्रगुप्तलाई धर्मराजको साथमा मानिसको पाप र पुण्यको भागीदार हुनको लागि उल्लेख रहेको छ। गरुड पुराणमा यमलोकमा चित्रगुप्तलाई शाही सिंहासन, उहाँको दरबारलाई सम्हाल्न र पुरुषलाई कर्मको अनुसार न्याय दिनका साथै उहाँहरूको रेकर्ड बनाउन राखिएको वर्णन छन्। द्वापरमा भीष्मले युधिष्ठिरलाई चित्रगुप्तको जन्मकथा भनेको प्रसङ्ग विभिन्न पुस्तकमा उल्लेख रहेको छ। भगवान चित्रगुप्तको 2वटा बिहे भएको थियो। पहिलो श्रीमती सूर्यदक्षिणा नन्दिनी जुन ब्रह्मा कन्या थिइन्, उहाँबाट 4वटा पुत्र भएको थियो, जसको नाउँ क्रमशः भानु, विभानु, विश्वभानु र वीर्यभानुको नाउँले चर्चित भए। दोस्रो श्रीमती एरावती शोभावती नागवंशी क्षत्रिय कन्या थिइन्। उहाँबाट 8 पुत्र भए, जसमा क्रमशः चारु, चितचारु, मतिभान, सुचारु, चारुन, हिमवान, चित्र र अतीन्द्रिय नाउँले चर्चित भए। यो प्रसङ्गको उल्लेख अहिल्या, कामधेनु, धर्मशास्त्र एवं पुराणमा रहेको छ।